जुन नारी साह्रै भाग्यमानी हुन्छन् जसका शिरमा कुलको बास रहन्छ रे, उहाँको शिरमा लक्ष्मीको बास रहन्छ रे, त्यो घर सधैँ पवित्र हुन्छ रे। जुन नारीले यी नियम पालना गर्छन्, के नियम भन्दाखेरि जुन नारीले घरमा दैनिक तुलसीको बोटमा, तुलसीको मठमा बत्ती बाल्छन्, त्यो घरमा सदा सर्वदा कुल जहिले पनि खुसी हुन्छन् रे, जहिले पनि लक्ष्मीको बास हुन्छ। जुन नारीले बिहान सूर्य उदाउनु भन्दा पहिले नै नित्य पूजा गरिसकेको हुन्छ रे, जस घरमा त्यहाँ साक्षात देवी कुल सधैँ त्यो घरमा बास हुन्छ रे। जुन नारीले बिहान बेलुका घरमा जहिले पनि कलशमा कुनै भाँडामा कहिले पनि खाली रहँदैन, पानी भइरहन्छ र जसको घरमा ढोकामा जल हुन्छ अरे, दुईपट्टि ढोकामा जल रहन्छ, बिहान र बेलुका पूजापाठ गर्दाखेरि त्यो कलशलाई पुजिन्छ, त्यहाँ फुल राखिन्छ सजाएर। यदि फुल नभए पनि जौतिल मात्रै भए पनि जल राखिन्छ भने त्यो घरमा स्वयं कुलको बास रहन्छ अरे, त्यो नारीमा स्वयं लक्ष्मीको बास रहन्छ अरे। घर पवित्र बनाउने कस्तो बनाउने, त्यो घरमा सह हुने नहुने, देवी देवताको बास हुने नहुने, सबभन्दा ठुलो त हात नारीमा छ। सदल